केही दिनका लागि लुकेका रहेछन् नेताहरू, सबै देखा परे आए। कसैले केही भने, कसैले के भने, चाउचेस्कै जस्तै भागेर गएका पहिलाका एमालेका नेता अहिले फेरि आएर फेरि रबाब उस्तै अरूलाई ज्ञान बाँड्ने स्टाइल उही, केही नयाँपन छैन। म सत्तामा हुँदाखेरि देशले यत्रो नोक्सान बेहोर्नु पर्यो, मैले नजान्दाखेरि यस्तो कुरो भयो, हाम्रो हातले चाहिँ गल्ती भयो, कहीँ गल्ती भयो, जानी नजानी गल्ती भयो भनेर जनतासित कतै क्षमा याचना क्षमा माग्ने कुरा केही पनि गरेनन्। यतिका मान्छे मरे, यतिका सम्पत्तिहरू नोक्सान भए, हाम्रो मिसम्यानेजमेन्टले यस्तो भयो, हामी सत्तामा थियौँ, यसको जिम्मेवारी हामी लिन्छौँ, हामीले चाहिँ जानेनौँ भनेर कहीँ कतै भनेनन्। र उनी चाहिँ आफ्नो त्यो इगो जो छ नि, जो इगोइस्ट छन्, तिनी धेरै इगोइस्ट हुन्। तिनले आफ्नो पार्टीमा पनि देखाए आफ्नो कुरा सबैले सुन्नुपर्ने, कसैले विरोध गर्यो भने विरोधको कुरो सुन्नै नचाहने, आफ्नो पार्टीभित्र पनि विरोध सुन्न नचाहने, कसैले बोलेको पनि मन नपर्ने, अरूलाई नै सिकाउनु पर्ने र आफू चाहिँ जहिले पनि गुरु बन्न खोज्ने, तिनको पुरानो बानी चाहिँ गएको रहन्छ। अब त्यो डोरी जले पनि त्यसको पाइन चाहिँ जाँदैन भन्थे नि। अब रस्सी जल गई ऐठन नहीं गई भन्छन् हिन्दीमा, हाम्रोमा भन्छन् अब डोरी जले पनि त्यसको त्यो पाइन हालेको हुन्छ नि, त्यो जाँदैन भने जस्तो कुरा उही हो। ती जस्ता थिए त्यस्तै छन्, फेरि पनि सत्तामा आउनुको लागि कोसिस गरिरहेछन्। लाग्छ फेरि चाहिँ अदालतमा मुद्दा हालेका छन्। यदि कथम कदाचित तिनी फेरि आयो भने तिनले चाहिँ के गर्ने हुनन्, कति चाहिँ गर्ने होलान्। अब यो कुरो चाहिँ बुझ्नुपर्ने हुन्छ, किनभने यदा कता कहीँ आइहाल्यो भनेपछि तिनले चाहिँ अब चाहिँ एउटा बदलाको भावना त जरुर लिन्छन् जस्तो लाग्छ मलाई। अब कसमाथि खनिन्छन् त्यो त पछिको समयले बताउने छ, तर लक्षण चाहिँ तिनीमा राम्रो देखिएन। अब अर्का ठुला नेता तिनका चाहिँ अब भनौँ न सहयात्री, भनौँ न सत्ताका सहयात्री, काङ्ग्रेसका ठुला नेता, अब उनको घरमा भएको आगजनी सबै कुरा त त्यहाँ चाहिँ अब उनकै पार्टीको चाहिँ मान्छे चाहिँ गृहमन्त्री थिए। अब हामीले आदेश दिएको होइनौँ भनेर त भने, अब तर पनि अब यस्ता कुरालाई पत्याउने कसले, किनभने घटना घटेको छ, सबले देखेको छ। सत्तामा बसेको मान्छेले आदेश नदिएर कसले दियो, कसले चलायो त, त्यसको पत्ता किन लागेन त? बाहिरी कुनै कहीँको अरूले चलायो भने पनि, यदि चलाएको रहेछ भने पनि तिनीहरूसित त जानकारी हुनुपर्ने हो नि त। किनभने विभिन्न संस्थाहरू छन्, सिआइडीहरू छन्, जे छन्, अब भनौँ न गुप्तचर संस्थाहरू छन्, त्यही छन्। ती कहाँ गएका थिए त? तिनले किन रिपोर्टिङ गरेनन् त? किन भयो त त्यस्तो? हाम्रो यसो भएको भने प्रष्ट किन भनेन? त्यो कुरा पनि त्यतिकै रह्यो। अब पार्टीका ठुला मान्छे अब बाहिर आए, निस्किए दुइटै। हाम्रो घरमा चाहिँ यस्तो आगलागी भयो, यो कुटपिट भयो, यताउति, त्यो सबै एआईले चाहिँ बनाएर देखाएको। हामी कहाँ त्यो भएको घटना हुँदै होइन, बाहिरको घटना कहाँको बिबिसीको कताको हालेर हामीले चाहिँ अब बदनाम गर्न खोज्या भनेर तिनले पनि भने। तिनका बोलीमा पनि कुनै सद्भाव, सद्विचार, सद्भावना, जनताप्रति सहिष्णुता, जनताप्रति माया, दया भन्ने कुरा केही रहन्छ। मै ठुलो, मभन्दा ठुलो अरू कोही छैन, मभन्दा माथि आकाश छ, तल धरती छैन भने धरती छोडेको जस्तो कुरा गरे। मभन्दा ठुलो कोही छैन, मैले केही गरेको छैन। त्यो बनाएको भिडियो जो छ त्यो चाहिँ बिबिसीबाट कताबाट चोरेर हाल्या हो, कताको कसले हालिदिएछ, त्यो होइन, त्यो एआईले बनाएको हो भने सबै कुरो एआईले नै गरे होला त। त्यसो भए तिनी त्यस्ता, अब दोस्रा भनौँ न ठुला सत्तावाला चाहिँ त्यस्ता, सत्तामा बसेका त्यस्ता, अनि सत्ताको पुष्टपोष गर्ने समर्थकका चाहिँ ठुला मान्छे त्यस्ता।
भनेपछि अब त्यसलाई छन् विद्रोही, मभन्दा ठुलो क्रान्तिकारी कोही छैन, क्रान्तिको महानायक हो भन्छन्। तिनीले चाहिँ के भन्छन् नि, हामी चाहिँ समर्थन चाहिँ गरेका थियौँ, समर्थन चाहिँ गरे हौँ, हाम्रो पनि भावना थियो जेएनजीको आन्दोलनमा, हाम्रो पनि भावना हो। त्यस्तै हाम्रो जुन चाहिँ अब हाम्रो एजेन्डा थियो त्यही एजेन्डा उहाँहरूले पनि लिनु भएको छ। हामी पनि जेएनजी नै थियौँ, जेएनजी नै हौँ भन्ने कुरा त गरे, तर मुख देखाउन लायक चाहिँ उनी पनि रहेनन्। किनभने अब सुनिन्छ ट्रकमा हिँड्दैछन् रे, अझै पनि ती अब कागज डढाएका हुन् भन्छन्। तिनको घर पनि डढाएको छ होइन, त्यहाँ त कागज डढायो भन्ने पनि छ। एक थरीले भनिरहेछन् त्यही लेलीतिर पनि ट्रकहरू गइरहेछन् रे। भनेपछि अनुहार त देखाउनलाई पनि त सजिलो, आफूलाई पार्नुपर्ने हो, खुलेर त आएका छैनन्। तर इन्डाइरेक्टली चाहिँ तिनीले चाहिँ अब केही न केही गरेको हो भन्ने चाहिँ देखिन्छ तिनको पनि। अब तिनी प्रतिपक्ष त यहाँ नेपालमा छँदै थिएन, किनभने संसदमा सबै मिलिजुली थिए। अब बाहिर देखिँदाखेरि चाहिँ एकअर्काको विरोध गर्थे र झगडा गरे जस्तै गर्थे, कुकुर बिरालो जस्तै लड्थे संसदमा तिनका मान्छेहरू। तर भित्र खाने बेला सबै एक हुन्थे। हातमा जसरी औँला 5वटा हुन्छन्, यिनीहरू 5वटा औँला भनौँ न, यी 5 पार्टीका 5वटा औँला अलग थिए, बाहिर हेर्दाखेरि अलग हुन्थे, तर भित्र खाने बेला आयो भने बाँडीचुँडी मिलाएर खान्थे। त्यही हुनाले त देशको हालत यस्तो भयो र विद्रोह उठ्यो, अर्को क्रान्ति भयो। बाध्यात्मक अवस्था आएपछि मान्छे बाहिर निस्केका हुन्, बच्चाहरूले त्यो आन्दोलन सुरु गरेका हुन्, त्यसमा को मिसिए, पछिको कुरो पछि भयो। तर अवस्था यस्तो छ, देशमा यस्तो चाहिँ काण्ड घट्यो, यत्रो अप्ठ्यारो भयो र न सद्भावना न मृत्यु भएकाप्रति कुनै सहानुभूति, कुनै श्रद्धाञ्जली कुनै पनि तिनीहरूले, कुनै पनि नेताले गरेन। यिनीहरू फेरि पनि यदि फर्केर आयो भने त यिनले त देश त जनतालाई त धेरै दुःख दिन्छन् र देश अझै डुबाउँछन् भन्ने लाग्छ।